नमस्कार साथीहरू, आज हामी कक्षा 11 नेपाली पाठ्यपुस्तकको पहिलो 6वटा पाठको छोटो अनि सजिलो समरी बुझ्नेछौँ। आजको यस भिडियोमा मैले पाठ 6वटा पाठको समरी बुझाउने छु भने अर्को भिडियोमा चाहिँ रहेको 6वटा पाठको समरी बुझ्नेछौँ। परीक्षा आइसक्यो तर नेपाली पाठ बुझ्न गाह्रो भएको छ वा पाठ त बुझेको छ तर उत्तर लेख्न गाह्रो हुन्छ। हो त्यसो हो भने आजको यस भिडियो तपाईहरुको लागि हो। सामान्यतः कक्षा 11 को नेपाली परीक्षामा आउने भनेको यो हामीले 12वटा पाठ पढिसकेपछि समीक्षात्मक उत्तर चाहिँ मेन हो। अरु चाहिँ हाम्रो खासै यो पाठबाट चाहिँ त्यति आउँदैन। पहिला चाहिँ प्रतिक्रिया लेखन चाहिँ आउँथ्यो, जुन चाहिँ अहिले प्रतिक्रिया लेखन पनि समसामयिक घटनाहरू विषयवस्तुहरूमा चाहिँ तपाईको धारणा के छ भनेर त्यसरी सोध्ने गरेको छ। त्यसकारण चाहिँ समीक्षात्मक उत्तरलाई चाहिँ एकदम फोकस गर्नुपर्ने देखिएको छ। यो पाठ पढेर चाहिँ हामीले त्यसै केन्द्रित गरेर चाहिँ आजको यस भिडियो सामग्री छ र आशा गर्छु तपाईको चाहिँ एक्जाममा परीक्षामा चाहिँ तपाईको समीक्षात्मक उत्तरबाट चाहिँ 8 मार्क्सको आउँछ, तपाईको 6 मार्क्स आओस्। यति हेरिसकेपछि तपाईहरुको 6 मार्क्स चाहिँ आउँछ नै आउँछ। त्यसकारण भिडियो ध्यान दिएर हेर्नु होला, ढिला नगरी भिडियो सुरुवात। पाठ 1 वीर पुर्खा कविता प्रख्यात साहित्यकार डाक्टर वासुदेव त्रिपाठीद्वारा रचित एक राष्ट्रप्रेमले परिपूर्ण कविता हो। यस कवितामा कविले नेपाली इतिहासमा वीर पुर्खाको योगदान, तपस्या, धैर्य र बलिदानलाई स्मरण गर्दै देशप्रतिको कर्तव्यबोध जागृत गराएका छन्। समग्रमा यो कविता नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय अखण्डता जोगाउन वीर पुर्खाले देखाएको अतुलनीय साहसप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने भाव प्रदान र प्रेरणादायी रचना हो। कवितामा कविले वीर पुर्खाका कारण नेपाली वीर सेनालाई संसारको कुनै पनि शक्तिले रोक्न नसकेको कुरा बताएका छन्। उनीहरू युद्धको यात्रामा सधैँ अघि बढिरहे, कुनै आँधी वा तुफानले उनीहरूलाई कमजोर बनाउन सकेन। कविले उनीहरूको गतिलाई आकाशमा घुम्दै उड्ने गरुडको वेगसँग तुलना गरेका छन्, जसलाई कसैले रोक्न सक्दैन। सीमा विस्तारका क्रममा नेपाली सेना पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म मात्र होइन, उत्तरतर्फ तिब्बतसम्म पुगेको कुरा कवितामा उल्लेख गरिएको छ। टिस्टा नदी आज पनि नेपाली भूमिको भाग बन्न नपाएको पीडामा बगेको कुरालाई चित्रण गरिएको छ। हाम्रो देशको इतिहासको पानामा वीर पुर्खाको तातो रगत बगेको छ। हाम्रो पुर्खाले ज्यानबाजी लगाएर सिङ्गो नेपाल निर्माण गरेका हुन्। उनीहरू शत्रुसँग कहिले पनि डराउन र हार्न जानेनन्। यी सबै वीरताको कारण हिमाल, पहाड र तराई मिलेर सिङ्गो नेपाल बनेको हो भन्ने कुरा कविले स्पष्ट रूपमा बताएका छन्। यस कविताको मुख्य सार भाव एक लाइनमा भन्नुपर्दा वीर पुर्खा कविता हाम्रो वीर पुर्खाको त्याग, समर्पण र साहसलाई सम्झाउने प्रेरणादायी कविता हो। उनीहरूको बलिदानकै कारण नेपाली सेना बलियो बन्यो र देश सुरक्षित रह्यो। त्यसैले आज हामीले पनि देशको स्वतन्त्रता, एकता र सम्मान जोगाउँदै अघि बढ्नुपर्छ भन्ने सन्देश यस कविताले दिन्छ। यो कविताको भावलाई बुझ्नको लागि अझ सजिलो होस् भनेर मैले एउटा श्लोक राखिदिएको छु। जननी जन्मभूमि स्वर्गदपि गरियसी, आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन्। याद गर्नको लागि वीर पुर्खाले जन्मभूमिलाई स्वर्गभन्दा ठुलो मानेर आफ्नो जीवन नै देशका लागि अर्पण गरे। त्यसैले देश बन्यो, सेना विजयी बने। अब यो सबै कुराहरू हामीले पढेर चाहिँ अब एक्जाममा के लेख्न सक्छौँ भने यस कविताको मुख्य भाव भनेको नै हाम्रो वीर पुर्खाले देखाएको वीरता। यो देश निर्माणमा वीर पुर्खाले जति वीरता देखाए, साहस देखाए, उनीहरू कहिले पनि कुनै पनि आफ्ना शत्रुसँग डराएनन्। परे मर्छु भोकले म दास बाँच्न सक्दिन। यो कविता चाहिँ अत्यन्तै सजिलो छ। अब पाठ 2 गाउँको माया, जुन चाहिँ इस्मालीद्वारा लेखिएको सामाजिक कथा रहेको छ। कथाका मुख्य पक्ष। अब चाहिँ हामी कथामा के भएको थियो भन्ने कुरालाई चाहिँ सरर स्मरण गर्छौँ। त्यसपछि चाहिँ हामीले यसको भाव जान्नेछौँ है त। लगभग 2 वर्षपछि म पात्र गाउँ फर्कनु। सहरिया जीवनको बसाएपछि म पात्र आफ्नो गाउँले जीवनका अनेक घटना अनि भाइ र परिजनले चिठीमा लेखेका गाउँले जीवनका विविध कुराहरू स्मरण गर्दै गाउँको यात्रा गर्नु। खेतमा हलो जोत्दै गरेको परिजनले जयराम कि भनेर अभिवादन गर्दै बोलाएपछि म पात्र झस्कनु। कृष्ण र परिजन लगौटिया मिल्ने साथी रहनु।
परीक्षणले खोलाको छेउको कुवा पानी लिन जानु र मोपात्रले खोलाका समस्या सिर्जना र सम्भावनाका कुराहरू सम्झनु। पानी पिएपछि परीक्षणले गाउँका विविध पक्षका बारेमा जानकारी गराउनु। ठालुहरूका कारण गाउँका मानिसहरूमा 3 पार्टी भएको जानकारी गराउनु। फेकन र शनिचरले अगुवा बनेर पनि धोका दिनु। परीक्षणसँग सङ्घर्ष, हडताल, आन्दोलन आदिका बारेमा कुराकानी हुनु। मोपात्र पढे लेखेको भएकाले गाउँमै बसेको भए ठालुहरूले हेप्न पाउने थिएनन् भन्ने कुरा परीक्षणले कृष्णलाई गर्नु। परीक्षणहरूकै कारण गाउँमा प्रगति हुन थालेको जानकारी दिँदै मोपात्रले सम्मान प्रकट गर्नु। गाउँमा परिवर्तनका सङ्केतहरू देखिन थाल्नु। धोकेबाजहरू परिवर्तन चाहने समूहबाट पाखा लाग्नु। महावीरको झन्डा मेलामा गाउँकै घटनाहरू समावेश गरेर कथा लेख्न कृष्णलाई अनुरोध गर्नु। गाउँ टेक्न नपाउँदै एउटा गहन जिम्मेवारी पाएको अनुभूति गर्दै मोपात्र घरतर्फ लाग्नु। अब सारांश। गाउँको माया कथाका रचनाकार इस्माली हुन्। यो एक सामाजिक यथार्थवादी धरातलमा उभिएको सुन्दर कथा हो। कथाकार इस्मालीले यस कथामा तराईको परिवेशलाई उतारेका छन्। कथामा शोषक वर्ग र शोषित वर्गबीचको द्वन्द्वलाई देखाइएको छ। हुने खाने वर्गले हुँदा खाने वर्गलाई गरेको दमन विरुद्ध लड्नु परेको सन्देश दिएको छ। सामन्तले गरिबीभित्र खेलेर फाइदा लिन्छन् भन्ने तीतो सत्यलाई बताइएको छ। यस कथाले तिनै निम्नवर्गीय सामाजिक व्यथालाई कथामा उतारेको छ। यस्तै गरी गाउँलाई माया गर्न र सामाजिक विभेदको अन्त्य गर्न सुझाइएको छ। कथाअनुसार किसान 2 वर्षपछि गाउँ फर्केका छन्। किसानको मनमा गाउँप्रति माया पलाउँछ। बाल्यकालमा किसान र परीक्षण गाई बाख्रा चराउने साथी थिए। परीक्षण 14 वर्ष नहुँदै गोठालो रहली बन्न थालेका थिए। किसान भने विद्यालय जान थालेको थियो। यही समयमा पारिवारिक भ्रमले परीक्षण र किसान बीचको दूरी बढ्यो। यसमा किसानले खद मानेका छन्। विभिन्न माध्यमबाट विभेद कम गर्ने प्रयास किसानबाट गरिएको छ। गाउँमा नयाँ मूल्य स्थापित हुँदैछ। गाउँको छेउमा रहेको खोलाले गाउँलेलाई राहत र आहत दुवै दिएको छ। जीवन गाउँकै खोला भनेको भाव यहाँ आएको छ। यस कथामा गाउँलाई भुलेर हिँड्ने पढे लेखेका मानिसहरूप्रति तीखो प्रहार गरिएको छ। सामन्ती सोचका कारणले मानिसहरूमा विभेद बढाएको छ। समाजमा सचेतना पनि बढ्न थालेको छ। जीवन बुझ्दै गरेको र गाउँको महत्त्व बढेको तथ्यलाई कथाले बोकेको छ। गाउँ आफैमा विशेष ठाउँ हो। रहर वा बाध्यताले गाउँ छोड्ने मानिसहरूले पनि गाउँको मर्मदेखि धर्म सम्झन्छन्। किसान मार्फत यही कुरा प्रस्तुत गरिएको छ। परीक्षणबाट गाउँमै बस्नेहरू पनि जीवनको मूल्य बुझ्न सक्छन् भन्ने कुरा देखाइएको छ। अनपढ हुनु र शिक्षित हुनका बीचमा पाइने अन्तरहरू कथामा व्यङ्ग्यका रूपमा पनि प्रस्तुत भएका छन्। भौतिकवादी समाजमा सङ्घर्ष निरन्तर चल्छ। एक दिन सामन्ती पात्रहरू अवश्य पाखा लाग्छन्। सङ्घर्षमा उत्रिएपछि पछि हट्नु हुँदैन। किसान जस्ता विद्वानहरू गाउँ छोडेर टाढिँदा गाउँका शोषक र सामन्तहरूको एक छत्र रजाइ चलेको देखिन्छ। यसबाट परीक्षण जस्ता पात्रहरूलाई लक्ष्यमा पुग्न कठिन भएको छ। सामाजिक रूपान्तरण र मुक्तिका लागि समाजमा पढे लेखेका मानिसहरूको न्यानो साथ चाहिन्छ। समाजको गौरव र प्रतिष्ठा बचाउन पढे लेखेकाले पनि विशेष योगदान दिनुपर्छ। हामी पनि परीक्षण जस्ता पात्र बनेर हिम्मत बटुल्दै मुक्तिका लागि लड्नुपर्छ। अन्त्यमा यसरी सरल र सहज भाषाशैलीको प्रयोग गरी रचिएको यो सामाजिक कथाले शिक्षा वा चेतना नै सामाजिक रूपान्तरणको कारक हो भन्ने कुरालाई देखाएको छ। चेतनासँगै गाउँमा परिवर्तन अनि विकास हुने र युवाहरू कामको खोजीमा विदेश भौतारिनुपर्ने पुरातन संस्कृतिलाई परिष्कार गरी आधुनिकतालाई मनन गरी सूचना र प्रविधिका साथ युवा पुस्ताले नेतृत्व गरी विकास र समृद्धिको अभियान चलाएमा गाउँ र गाउँलेको भविष्य बदलिन्छ भन्ने आशावादी सोच एवं जन्मभूमिप्रतिको कर्तव्यबोध र युवाको दायित्वलाई यस कथाले समेट्न खोजेको छ। यस कथाको समग्र भावलाई स्मरण गर्न अथवा बुझ्नको लागि चाहिँ यहाँ 2टा श्लोक राखिदिएको छु। जननी जन्मभूमिश्च स्वर्गदोपि गरियसी। हाम्रो जन्मभूमि सबैभन्दा मूल्यवान हो। यसको माया र संरक्षण गर्नु हाम्रो कर्तव्य हो। अर्को, गाउँ आफै बनाऊ। युवाले गाउँमै चेतना, शिक्षा र नेतृत्वद्वारा विकास र परिवर्तन ल्याउनुपर्छ। यो कुराहरू तपाईँहरूले सम्झिनुभयो। यो कुराहरूलाई टक्क माइन्डमा राख्नुहोस्। अरू त तपाईँहरूलाई आफै मिलाएर लेख्न आइ नै हाल्छ। अब पार्ट 3 संस्कृतिको नयाँ यात्रा, जुन चाहिँ सुधा त्रिपाठीद्वारा लेखिएको हो।
निबन्धकार सुधा त्रिपाठीद्वारा संरचित संस्कृतिको नयाँ यात्रा शीर्षक निबन्ध आत्मपरक शैलीमा लेखिएको विचार प्रधान निबन्ध हो। यस निबन्धमा निबन्धकारले बाल्यकालमा मनाएको दशैँ र त्यसले लेखकीय मनमा पारेको प्रभाव अनि जीवन यात्रामा बहुजातीय बहुभाषिक नेपाली समाजका विविधतामय संस्कृतिले पारेको प्रभाव एवं संस्कृतिभित्र रहेका विकृति विसङ्गतिका साथै सांस्कृतिक विभेद तथा सांस्कृतिक विचलनहरूको चिरफार गरेकी छिन्। नेपाली संस्कृति सबै जात जाति भाषाभाषी लिङ्ग वर्ग एवं सम्प्रदायको साझा संस्कृति हो। सांस्कृतिक रूपमा वर्गीय जातीय लैङ्गिक धार्मिक विभेद एवं असमान व्यवहार गर्नु हुँदैन। संस्कृतिको रूपमा जरा गाडेका कुरीति कुसंस्कार रूढिवादी अन्धविश्वासी परम्परा कुप्रथा एवं उत्पीडनको अन्त्य गरी न्यायपूर्ण साझा सुन्दर संस्कृतिको निर्माणबाट नै विभेद मुक्त न्याय र समानतामूलक नयाँ समाज नयाँ संसार निर्माण हुन्छ। सांस्कृतिक मेलबाट नै राष्ट्रिय एकता जातीय सद्भाव कायम भए विभेद रहित न्याय र समानतामूलक समुन्नत समाज निर्माण हुनेछ, जुन नयाँ नेपालको सांस्कृतिक दिशा र गति हो अनि नयाँ पुस्ताको नयाँ मार्गरेखा हो अनि संस्कृतिको नयाँ उज्यालो यात्रा हो भन्नु नै यस निबन्धको मूल विषयवस्तु वा भाव रहेको छ। छोटकरीमा भन्नुपर्दा नेपालको संस्कृति पुरानो परम्परा र नयाँ सोचको मेल हो। शिक्षा र चेतनाले संस्कृति सजिलो र प्रगतिशील बनाउँछ। नयाँ यात्रा भनेको पुरानो मूल्य राख्दै नयाँ विचार अपनाउनु हो। र यसको मुख्य सन्देश र शिक्षा भनेको के हो भने संस्कृतिको नाममा जातीय धार्मिक लैङ्गिक विभेद गर्नु हुँदैन। सांस्कृतिक रूपमा रहेको कुरीति कुसंस्कार कुप्रथा अन्धविश्वासी परम्पराको अन्त्य गर्नुपर्छ। न्यायपूर्ण सुन्दर संस्कृतिको पुनर्निर्माण गर्नुपर्छ। भेदभाव मुक्त र समानतामूलक नयाँ समाजको निर्माण गर्नुपर्छ। राष्ट्रिय एकता र जातीय सद्भाव कायम गर्नुपर्छ। अब यति पढिसकेपछि हामीले टोटल कन्क्लुजन के निकाल्न सक्छौँ भने यस निबन्धले चाहिँ हाम्रो पुराना संस्कृतिहरू सबै सही छैनन्। केही संस्कृतिहरूमा कुरीति अन्धविश्वासहरू मिसिएको छ र संस्कृति परिवर्तनशील हुनुपर्छ हैन, परिवर्तन भइराख्नुपर्छ। पहिलाका कुराहरू राम्रा पक्षहरूलाई समेट्दै भेदभाव मुक्त र समानतामूलक नयाँ संस्कृतिको पुनर्निर्माण गर्नुपर्छ। अब पार्ट 4 मा जानुभन्दा अगाडि तपाईहरुलाई के बिन्ती गर्न चाहे भने यदि यस भिडियो मन परेको छ भने तपाईहरुले लाइक कमेन्ट अनि सब्स्क्राइब गर्न नभुल्नु होला। आशा छ तपाईहरुले पक्कै पनि गरिदिनुहुन्छ। अब लागौ पार्ट 4 योगमाया जीवनी। नेपालको ऐतिहासिक कालखण्डमा सामाजिक रूपान्तरण गरी न्याय र समानतामूलक समाज निर्माणका खातिर वर्गीय जातीय लैङ्गिक धार्मिक सांस्कृतिक विभेद एकाधिकार एवं दासत्ता अन्त्यका लागि सशक्त रूपमा बुलन्द आवाज घन्काउने शक्तिशाल झैं अविचलित हृदय भएका आदम्य साहसका पुञ्ज धीरता शत्रुता वीरताले युक्त सामाजिक रूपान्तरणका महान योद्धा नेपाल आमाको काखमा अवतरित भएको पाइन्छ। त्यस्तै योग साधना तपस्या ध्यान चिन्तन र प्रवचनको माध्यमबाट सामाजिक सचेतना विकास गरी विभेद रहित न्याय र समानतामूलक आदर्श र सभ्य समाजको निर्माणका लागि निरङ्कुश सरकार र सामन्ती सत्ताको साहसी विद्रोह गर्ने ऐतिहासिक महिला नेत्री हुन् योगमाया न्यौपाने। विक्रम सम्वत 1824 सालमा श्रीलाल न्यौपाने र चन्द्रकला न्यौपानेको पहिलो सन्तानका रूपमा जन्मिएकी योगमाया 7 वर्षकै उमेरमा बाल विवाह भए पति चिन्न नपाउँदै 2 वर्षमै विधवा बन्न पुगिन्। घर परिवार र समाजको तिरस्कार अनि शारीरिक मानसिक यातनाको शिकार भएर 14 वर्षको उमेरसम्म घरमै बसे पनि सासु र नन्दको यातनाका कारण माइतमा गए पनि माइती र घर दुवैतिरबाट अपहेलित भएपछि विद्रोहको चेतना जागेकाले विद्रोह गरी आसाम पुगिन्। त्यहाँ एक्लो अनुभव भएकाले मृत्यु संस्कारका विरुद्ध कणेल थरका व्यक्तिसँग विवाह गरे पनि केही वर्षमै पतिको मृत्यु हुन पुग्यो। त्यसपछि भावविह्वल भएकी योगमाया डोटेल थरका व्यक्तिले विवाह प्रस्ताव गरेपछि राजी भई विवाह गरिन् र छोरी नौनकला जन्माइन्। योगमाया सामाजिक धार्मिक कार्य आर्य समाधिहरूको सुधार चेतना र साधु सन्तको सङ्गतले जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत हुँदै गयो।
बाल्यकालीन जीवन भोगाए अनि आफू बाँचेको समाजको विसङ्गतिका कारण आर्थिक र सामाजिक सञ्जालको मोहबाट मुक्त हुँदै वैराग्य चेतनाको बीजारोपण भयो। वैराग्य चेतनालाई सार्थकता दिन तपस्या गर्ने योजना बनाइन्। आफ्नै जन्मथलोमा छोरी र भाइका साथ विक्रम सम्वत 1873 भोजपुर मझुवाबेसी पुगिन्। घर समाजमा हुने पूजा पुराण र चौतारीमा सामूहिक सहभागिता जनाउँदै आसाममा सिकेको ज्ञान र अनुभवलाई प्रयोग गरिन्। पण्डितसँग शास्त्रार्थ गर्नुका साथै समाजका पुरुषहरूसँग बहस गर्न थालिन्। प्युठानको स्वर्गद्वारीका महाप्रभु अभयानन्द द्वितीयसँग पुगी दीक्षा लिई सन्यासी भनी मझुवाबेसीमै कुटी बनाएर एक्लै बसिन्। ज्ञान र बुद्धिका माध्यमबाट साधक बनेकी सामाजिक अगुवा महिला भएकाले उनको योग साधना पनि त्यस्तैतर्फ लक्षित भयो। उनको धारा प्रवाह प्रवचनले उनीप्रति भक्तजनहरूको श्रद्धा बढी घुइँचो लागेपछि उफ्रौली टारमा फराकिलो ठाउँमा कुटी बनाएर सरिन्। तर विक्रम सम्वत 1888 अरुण नदीको बाढीले कुटी बगाएपछि इखुवापारीको गाडिनीमा सरिन्। योग साधना र तपस्याबाट प्रभावित भक्तजनहरू उनी जहाँ बसाइ सरे पनि पुग्दथे। उनले तपस्यामा निराहार, जलाहार, अल्पाहार विधिको प्रयोग गर्थिन्। मौसम र वातावरणमा आफूलाई समायोजन गर्न दृढ बनाउन कयौँ दिन अरुण नदीमा आधा शरीर डुबाएर त कहिले गर्मीयामा पञ्चाग्नि तापेर बस्थिन्। परिणामस्वरूप उनले विक्रम सम्वत 1812 अनुयायीहरूसहित खाम्पालुङ हिमाल पारी तपस्या गर्नुका साथै विक्रम सम्वत 1887 भोजपुरकै उच्च पहाडी क्षेत्रको थुम्कामा बसी 23 दिनसम्म तपस्या गरिन्। यी सबै तपस्याको उद्देश्य जीवनका लागि सबै प्रकारका लोभ र मोहबाट मुक्त भई समाज सुधारको चाहनालाई मूर्त रूप दिनु थियो। योगमायामा सामाजिक चेतना सल्बलाएकै कारण सन्यासी जीवन सुरु गरेपछि समाजमा व्याप्त विकृति विसङ्गतिको विरोध गर्न थालिन्। जातीय विभेद एवं वर्णाश्रमको खुलेर विरोध गरिन्। उनले धार्मिक सांस्कृतिक कार्यहरूमा कथित दलित एवं गैर दलित सबैलाई बिना भेदभाव संलग्न हुने वातावरण बनाएकाले कथित सनातनीहरू भने उनको आलोचना गर्थे। उनी लैङ्गिक विभेदको कट्टर विरोधी भएकाले बालविवाह, सती प्रथा र दास प्रथाको घोर विरोधी थिइन्, तर स्वैच्छिक विधवा विवाहको समर्थन गर्थिन्। चन्द्र शमशेरको विक्रम सम्वत 1882 दास प्रथाको अन्त्य भएको घोषणालाई खुलेर प्रशंसा गरे पनि हुने खानेले हुँदा खानेको ढाड सेक्ने तत्कालीन विभेदकारी गलत न्यायिक परिपाटीको घोर निन्दा एवं खुलेर विरोध गर्थे। मानवहित नै धर्म भएकाले धर्मलाई मानवताको पक्षबाट हेरिनुपर्ने मान्यता राख्ने योगमायाले सामान्यतया यसैमा जोड दिन तत्कालीन शासकसँग आग्रह गरी सत्य धर्मको भिक्षा माग्न मानिसहरू पठाए पनि आश्वासनमा सीमित रहेकाले उनी निराशालाई शक्तिमा बदली काठमाडौँ गएर जुद्ध शमशेरलाई भेटी आश्वासन पूरा गर्न आग्रह गरे पनि कार्यान्वयन नभएपछि उनी विद्रोही बनिन्। विक्रम सम्वत 1885 को कार्तिक 27 गते सरकारले सत्य धर्मको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्। अग्निसमाधिका लागि पूर्ण तयारी भई 240 जना भक्तजनले स्वेच्छाले नाम लेखाए, तर उनको योजना सरकारले प्रतिबन्ध लगाई असफल बनाइदियो। सरकारले 11 जनालाई जेल चलान गर्नुका साथै उनी लगायत उनका महिला भक्तजनहरूलाई केही दिन बन्दी बनायो, जुन महिलालाई बन्दी बनाएको ऐतिहासिक पहिलो घटना हो अनि तत्कालीन निरङ्कुश सरकार र सामन्ती सत्ताको विरुद्धमा महिलाको नेतृत्वमा भएको विश्व इतिहासकै अनौठो साहसी सशक्त विद्रोह थियो। अग्निसमाधि असफल भएपछि उनमा वैराग्यसहितको विद्रोह झनै बढ्न गई गहन समाधान, ध्यान र तपस्यामा डुब्न थालिन्। अग्निसमाधि काण्डबाट चिरिएको निरङ्कुश सामन्ती सरकार झन बर्बर र दमनकारी बन्न थाल्यो। उनले राज्य सत्तालाई नै चुनौती दिँदै शासकको विरुद्धमा गोप्य रूपमा जलसमाधि लिने योजना बनाइन्, जुन उनी र उनका अनुयायीहरूको विचारमा मुक्ति प्राप्तिको सही मार्ग थियो। अग्निसमाधि काण्डमा पक्राउ परेका सबै जेलमुक्त भएपछि उनले 68 जना परम भक्तजनसहित विक्रम सम्वत 1918 असार 22 गते हरिशयनी एकादशीको दिन सूर्योदय नहुँदै अधर्मको अन्त्य होस्, धर्मराज्य स्थापना होस्, मुक्तिद्वार
खुलोस् भन्दै अरुण नदीमा जल समाधि लिएर भौतिक शरीरलाई नदीमै समर्पित गरिन्। अत योग साधना, तपस्या, ध्यान, चिन्तन, प्रवचन र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, दास प्रथा, छुवाछुत जस्ता कुरीति र कुसंस्कारबाट मुक्त, न्यायपूर्ण, सत्यनिष्ठा र समानतामूलक समाज स्थापनाका लागि सशक्त एवं अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको इतिहासमा चिरकालसम्म अमर रहेको छ। योगमायाको स्मृतिमा सर्वार्थ योगवाणी नामक कृति प्रकाशन हुनुका साथै उनको अदम्य साहसको चर्चा नेपाली भूगोल नागेर अमेरिका र युरोपसम्म फैलिएको छ। उनको जीवनीमा आधारित योगमाया शीर्षकमा उपन्यास समेत प्रकाशित छ। यो पाठ चाहिँ परीक्षाको दृष्टिकोणले पनि एकदमै महत्त्वपूर्ण भएका कारणले चाहिँ लामो पनि छ। त्यसकारण यो हाम्रो सारांश पनि लामो नै भएका हो। त्यसकारणले चाहिँ तपाईँले यो पाठ 4लाई चाहिँ 2-3 चोटि दोहोऱ्याएर हेर्नुभयो भने चाहिँ पक्कै पनि याद हुनेछ। अब लागौँ पाठ 5 तर्फ। यो चाहिँ अलिक सजिलो पाठ छ, तर यसले दिन खोजेको सन्देश चाहिँ गहन छ। यद्यपि यस पाठबाट त्यति समीक्षात्मक प्रश्नहरू सोध्दैन, त्यही पनि पढ्नु त पढिहाल्यो। सुरु गरौँ। पाठ 5, साथीलाई चिठी। यस पाठमा लेखकले आफ्ना मित्र सुरजलाई चिठी लेख्दै आफ्नो जीवनको अनुभव विस्तारमा बताइरहेका छन्। उनले 22 वर्षको उमेरमा धन कमाउने उद्देश्यले गाउँ छोडेर विदेश गएका थिए। सुरुमै उनले धेरै सुख अनुभव गरे, किनकि काम गरेर महिना सकाउन साथ केही पैसा हातमा परेको थियो। तर बिस्तारै जीवन कठिन भयो। उनी घाइते भए र तेस्रो तलाबाट भुइँमा खस्दा दायाँ हात र बायाँ खुट्टा भाँचियो। अस्पतालमा 1 महिना बस्नु पर्यो र पैसा सकियो। साथीहरूसँग ऋण मागेर केही समय बिताए। पछि कम्पनीले पनि काम दिन छाड्यो। जीवन कठिन र चुनौतीपूर्ण हुँदै गयो। केही समयपछि उनले नयाँ कम्पनीमा काम पाए, तर त्यो काम पहिलेभन्दा कठिन र ज्याला कम थियो। यी सबै अनुभवपछि उनले आफ्नो गाउँ जाने निर्णय गर्छन्। उनले गरेको यो निर्णय एकदमै ठिक थियो। ढिलै भए पनि उनले बुद्धि पुर्याए। हामी नेपालीहरूको विदेश जाने ट्रेन नै बनिसकेको छ। दिनौँ हजारौँ मानिसहरू विदेश पलायन हुने गरेका छन्। यसले गर्दा प्रत्यक्ष मानिसलाई र देश, समाज, गाउँलाई पनि ठुलो क्षति पुगेको छ। हामीले पैसा कमाउने लोभमा आफ्नो ज्यान नै जोखिममा पार्नु हुँदैन। आफ्नो देशमा आफूसँग भएको सिप र श्रम खर्चेर केही गर्नुपर्छ भन्ने सन्देश यस चिठीबाट लिन सकिन्छ। पाठ 6, त्यो फेरि फर्कला। त्यो फेरि फर्कला कथा मनोवैज्ञानिक कथाकार भवानी भिक्षुको कथाकी केन्द्रीय पात्र सानीको यौन मनोविश्लेषण गरिएको यौन मनोवैज्ञानिक कथा हो। यस कथामा कथाकारले कथाकी प्रमुख पात्र सानीको चरित्रलाई उद्घाटन गर्दै अवचेतन मनको यथार्थपरक ढङ्गबाट सूक्ष्म विश्लेषण गरेका छन्। सानीको अतृप्त यौन वासनाबाट ग्रसित कुण्ठित मानसिकताका कारण अवचेतन मनका आवेग र संवेगहरूले उसको जीवनमा पारेको प्रभाव एवं पीडालाई मर्यादित शैलीमा सुन्दर चित्रण गरिएको छ। युवा यात्रीप्रतिको अत्यन्त प्रेमाकर्षणका कारण दमित यौन कुण्ठाको शिकार बनेकी सानीको दमित यौन इच्छालाई उद्घाटन गरी सानीको अचेतन मनले चेतन मनलाई पारेको प्रभावका कारण जीवनमा आएका मनोदशा एवं उतार चढावलाई कलात्मक रूपमा सजीव चित्रण गरिएकाले यो कथा घटना प्रधान नभई चरित्र प्रधान बन्न पुगेको छ। कथाकी केन्द्रीय पात्र सानी अतृप्त यौन कुण्ठाको शिकार बनी विक्षिप्त मानसिक उतार चढाव झेली कामेच्छाको भुङ्ग्रोमा जलेर विचलनयुक्त छटपटीको जीवन बाँचेकी पात्र हो। आफ्नो घरमा बास बसेको युवा यात्रीप्रतिको अत्यन्त प्रेमाकर्षण अनि प्रतिकूल वातावरणका कारण अतृप्त रागयुक्त काम वासनाले पीडित सानी दिनहुँ यात्रीलाई सम्झँदै उसकै पुनरागमनका लागि अनन्तकालीन प्रतीक्षा गर्छे। भौतिक रूपमा विवाहित नारी भएर गृहिणी, बुहारी, कसैको पत्नी भए पनि मानसिक रूपमा भने यात्रीकै कल्पनामा विचलित मानसिकतामा अतृप्त यौन कुण्ठाले ग्रसित भई बाँचेकी छे। आमाको मृत्युपछि माइतमै पुरानै पेसा चलाइ बस्ने क्रममा यात्रीको पुनरागमन हुन्छ, तर सानीको एकतर्फी प्रेम शक्ति यात्रीलाई भने आभास समेत हुँदैन। यात्रीले सानीलाई तिमी त बुढी भइसकेछौ भन्दा उसलाई बितेको दीर्घ समय एवं जीवन सन्ध्या आइपुगेको बोध हुन्छ। जसलाई सानीले जीवन पर्यन्त पर्खेकी थिई, उसको 2 शब्दले नै सानीको अन्तर्हृदय खलबलाइदिन्छ। सानीको होस खुल्छ। उसलाई बितेको दीर्घ समयको याद हुन्छ।
उसको आशा समाप्तिको साथसाथै जीवन सन्ध्या आइपुगेको बोध हुन्छ। आशाले अझसम्म बुद्धिलाई धोका दिइरहेको हुन्छ। सानी शिथिल अनि शरीर थाकेको आभास गरी ढोकामा थचक्क बस्छे। बिहान हुने बित्तिकै अतीतकै जस्तो यात्री हिँड्छ। त्यस दिनदेखि सानीको जीवनको उद्देश्य नै हराउँछ। जीवनन्यापी प्रिय प्रश्न त्यो फेरि फर्कला पनि भयानक विषदको अन्धकारमा विलुप्त हुन्छ। सानीको एकतर्फी अत्यन्त प्रेमको सम्पूर्ण स्वप्निलासा समाप्त हुन्छ। सानीले आशामा झुन्डाइराखेको उमङ्ग, उत्साह र यौवन प्रयत्नलाई यात्रीको "तर तिमी त बुढी भइसकिछौ" वाक्यले चकनाचुर बनाइदिन्छ। यसरी यस कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासनाबाट ग्रसित कुण्ठित आवेग र संवेगका उतार चढावलाई यथार्थपरक रूपमा सुन्दर चित्रण गर्दै मनोविश्लेषण गरिएको छ। युवा यात्रीप्रतिको अत्यन्त प्रेमाकर्षणका कारण दमिथियोन कुण्ठाको शिकार बनेकी सानीको दमिथियोन इच्छालाई उद्घाटन गरी एकतर्फी अत्यन्त प्रेमको स्वप्निल संसारमा हराई आफ्नो वास्तविक धरातललाई बोध नगर्दा सानीले भोग्नु परेको मानसिक कुण्ठा एवं शारीरिक शौथल्यतालाई कलात्मक रूपमा सजीव चित्रण गरिएको छ। एकहोरो अत्यन्त प्रेमको स्वप्निल संसारमा हराउँदाको परिणति यस कथाले चित्रण गरेको छ र यो कथाले हाम्रो पहिलाको समाजलाई पनि चित्रण गरेको छ। त्यसकारण सानीले आफूले मन पराएको कुरा चाहिँ उनले कसैसँग भन्न सक्दैनथिन्, किनकि त्यतिखेर हाम्रो समाज नै त्यस्तै थियो। नारीहरूले चाहिँ त्यस्तो कुरा भन्न नमिल्ने थियो, तर अहिले चाहिँ हामीले चाहिँ कुनै पनि माध्यमबाट भन्न सक्छौँ। सानीले त्यही कुरा भन्न नसकेको कारणले चाहिँ उनले जीवनभर त्यसकै यादमा तडफिनु पर्यो, मानसिक तथा शारीरिक पीडा खोप्नु पर्यो, तर उनले भन्न पाएनन्। एकहोरो प्रेमले मान्छेलाई चाहिँ कतिसम्म दुःख दिन्छ भन्ने कुरा पनि समेटेको छ र हाम्रो पहिलाको समाजलाई पनि देखाएको छ। र अब आजको भिडियो यहीँ नै टुङ्गिन्छ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा एकदम धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र छिटै नै बाँकी 6वटा पाठको पनि भिडियो लिएर आउने बाचा गर्दछु। तपाईँलाई यस भिडियो मन परेको छ भने भिडियोलाई लाइक कमेन्ट गर्नुहोला र यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र सबैलाई नेपाली एक्जामको बेस्ट अफ लक भन्दै यो भिडियो यहीँ टुङ्गाउँछु।